नमस्कार साथीहरू, म आज फेरि तपाईँहरूको सामने आइसकेको छु एपिसोड 7 लिएर। आज म तपाईँहरूसँग यहाँ क्यामेराको कुरा गर्न आएको होइन। म तपाईँहरूसँग सटर, आइएसओ, एक्सपोजरका कुरा पनि गर्न आएको होइन। न त म तपाईँहरूसँग कम्पोजिसनको नै कुरा गर्छु होला आज यस एपिसोडमा। म तपाईँहरूसँग केवल एउटा प्रश्न मात्र सोध्न आएको छु, के तपाईँहरू साँच्चै फिल्म मेकर बन्न खोज्नुभएको हो त? यदि तपाईँ साँच्चै फिल्म मेकर बन्न खोज्नुभएको भने एकपटक आँखा चिम्लिएर भन्नुहोस् त, खास फिल्म मेकर भनेको के हो भनेर। तपाईँ यहाँ फिल्म मेकिङ गर्न आउनुभएको छ भने, या फिल्म मेकर बन्न खोज्दै हुनुहुन्छ भने, के तपाईँले सपना देख्नुभएको छ कि छैन? सपनाभन्दा पनि पहिला एउटा कुरा म तपाईँहरूसँग गर्न चाहन्छु। आज मैले नोटमा केही कुराहरू, यस्ता कुरा लिएर आएको छु जसले चाहिँ तपाईँमा केही परिवर्तन ल्याउन सक्छ, जसले तपाईँलाई केही हौसला र साहस दिन सक्छ। तपाईँले चलचित्र बनाउनुको मुख्य उद्देश्य के हुनसक्छ? नेम एन्ड फेम हुनसक्छ कि होइन? कि तपाईँलाई क्यामेरा मनपर्छ र क्यामेरा चलाएर छायाङ्कन गर्दै हिँड्ने हो? कि त तपाईँलाई पक्कै पनि फिल्म राम्रो लागेको हुनुपर्छ? यी र यस्ता प्रश्नहरू धेरै अनेकन छन्, तर तपाईँहरूको मेन जिस्ट भनेको तपाईँहरूले सिनेमामा चाहिँ के गर्ने हो भन्ने कुरा हो। सिनेमामा के गर्ने भन्दा पनि त्योभन्दा अगाडि एउटा स्टेप हुन्छ, सपना देख्नुभएको छ कि छैन? ड्रिम बिग, वर्क हार्ड, इट विल बी पोसिबल, होइन? यी कुराहरू, यावत कुराहरू साथीहरू म तपाईँहरूसँग आज गर्न आएको छु। तपाईँहरूको एउटा कथा भन्नु छ भने, तपाईँले जुन संसारलाई सुनाउन चाहनुहुन्छ, के साँच्चै नै त्यो तपाईँको मनबाट आएको हो, कि तपाईँले त्यसलाई सपना देख्नुभएको छ भन्ने कुरा आज हामीहरू बसेर छलफल गरेर उजागर गर्नेछौँ। र यसै क्रममा हरेक महान फिल्म एउटा सपनाबाट सुरु भएको हुन्छ। यद्यपि त्यो क्यामेराबाट सुरु भएको होइन, र बजेटबाट पनि होइन, र एउटा स्टुडियोबाट पनि होइन, र पक्कै पनि त्यो एउटा सपनाबाट नै सुरु भएको हुन्छ। यस संसारमा कुरा नै गर्ने हो भने पहिलो व्यक्ति जसले चाहिँ हावामा उड्न सकिन्छ भन्यो होला, र आज त्यो विमानको रूपमा हामी देखिरहेका छौँ। कति ठुलो सपना थियो, तर हामीले त्यसलाई सानो रूपमा लिएर कतिजनाले हाँस्नु पनि भएको थियो होला। त्यसै गरी आकाशमा चन्द्रमा छुने प्रयास पनि गर्नुपर्छ भनेर कसैले भनेको थियो होला। त्यो आज सम्भव भइसकेको छ। मानव वैज्ञानिकहरू पृथ्वीबाट चन्द्रमासम्म पुग्ने सपनाहरू पुरा भइरहेका छन्। यसै गरी हामीले कुनै व्यक्तिले कुनै दिन क्यामेरा समाएर भन्यो होला, म आफ्नो कथा सुनाउने छु संसारलाई, र ती आज महान कलाकारहरू भएर, सिनेमा कर्मीहरू भएर निस्केका छन्। यसै क्रममा आज धेरै कुराहरू भइसकेका छन् चलचित्र जगतमा। नेपालमा पनि यस्तै धेरै सपना देख्ने व्यक्तिहरूले आज आफ्नो सपनाहरू पुरा गर्दै जाँदै हुनुहुन्छ, र हामीले सपनाहरू पनि देख्दै। यसै क्रममा अब केही दिनमा नै लाग्छ, अहिले साउन भएको छ होइन, भदौ भनेपछि भदौ नै हुन्छ। भदौको सेप्टेम्बर 4मा हाम्रो चलचित्र तिनीहरू पनि लाग्न जाँदैछ। तिनीहरू भनेको काँस जितेको, एउटा जुरी प्राइज जितेको फिल्म हो, नेपाली फिल्म, जसले चाहिँ नेपाली समाजको पनि एउटा नदेखिएको भित्री कथाहरूलाई देखाउन खोजिएको छ। मैले अहिले कथा विस्तृतमा सिनोप्सिस पनि नभनिकन खालि तिनीहरूको एउटा फर्मेट भनेको छ। म यो विज्ञापन गरिरहेको होइन, कसैले मलाई अफर पनि दिएको होइन। मैले त्यो फिल्म पनि आउँदैछ जसले चाहिँ हामीहरूलाई देखाउँदैछ। के थाहा छ तपाईँलाई तिनीहरू आउँदैछ भन्ने कुरा? यो पनि अवश्य हेर्नुपर्ने फिल्मको एउटा आफ्नो डायरीमा नोट गरेर राख्नु होला। यो चाहिँ उदाउँदा फिल्म मेकरहरूलाई नै हो है। फेरि मेरो चाहिँ कुरा, अब किनभने उनीहरूले संसारलाई देखेका छन्। कसले? ती चलचित्र कर्मीहरू, ती नयाँ आउने चलचित्र कर्मीहरूले। अब म कुरालाई अलिकति वेगबाट अलिकति बाहिर निकाल्छु होइन। फिल्म मेकिङ के वास्तवमा क्यामेरा मात्रै हो त? क्यामेरा चलाउनु मात्रै फिल्म मेकिङ हो त? क्यामेरा चलाएर केही चिज बनाउनु र त्यो बनाएको कुरालाई काहीँ देखाउनु नै फिल्म मेकिङ मात्रै हो र? यो त एउटा सपना देख्ने साहस हो जस्तो लाग्छ मलाई। किनभने क्यामेराले केवल दृश्य मात्र रेकर्ड गर्दैन, यसले सपना रेकर्ड गरेको हुन्छ। तपाईँ हामीहरूको सपनालाई रेकर्ड गरेको हुन्छ। यसै सपनामा रहेको हुन्छ भावना पनि। मैले हिजोको एपिसोडमा कुरा गरेको थिएँ, भावना भनेको के हो, एउटा क्यामेराम्यानमा किन भावना चाहिन्छ, एउटा निर्मातामा किन भावना चाहिन्छ, र निर्देशकमा किन चाहिन्छ, र कथामा त्यो भावनाहरू खोज्दै हामी अगाडि बढ्नुपर्ने भएको भएर नै हाम्रो भावनासँग ठुलो रिलेसन हुने गर्दछ। चलचित्र कर्मी भइसकेपछि भावनात्मक कुराहरूमा बुझ्ने, त्यसमा मनन गर्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ है साथीहरू। जस्तै म अब सपनाकै कुरामा तपाईँहरूलाई केन्द्रित गर्छु।
के भावना रेकर्ड गर्न क्यामेरा मात्र भएर हुन्छ त? सपना त अवश्य हुनुपर्छ होला नि, होइन? सपना भयो भने के हुन्छ त? क्यामेराले त सडक रेकर्ड गर्न सक्छ, घाम रेकर्ड गर्न सक्छ, तर सपनाले प्रकाश, उज्यालोपन, होइन, यात्राको अर्थ सपनाले नै जहिले पनि तय गर्ने गर्दछ। सिनेमाटोग्राफरले आशा देखाउँछ भने क्यामेराले हामीले प्रकाशको प्रयोग गरेर सर्टेन सिनलाई क्रिएट गर्छ भने त्यहाँ चाहिँ सपना छ भने झन् राम्रो भावनात्मक भएर त्यो सपना चाहिँ उजागर भएर एउटा प्रख्यात चलचित्रकर्मी भएर निस्किन सक्ने बाटोहरू देखिन्छन्। त्यसैले म भन्छु, तपाईँले सबैभन्दा पहिलो ठुलो सम्पत्ति क्यामेरा होइन, के हो त? सपना हो। सपनाले नै तपाईँको ठुलो सम्पत्तिको रूपमा भूमिका खेलिरहेको हुन्छ। किनभने महँगो क्यामेराले किनेर फिल्म मेकर बन्न सकिँदैन। साँच्चै नै साथीहरू, महँगो क्यामेरा किन्दैमा कोही पनि फिल्म मेकर या फिल्मकर्मीहरू बन्न सकिँदैन। तर सपना महँगो छ भने अवश्य कथा पनि महँगो हुन्छ र मान्छेहरूले त्यसलाई पैसा तिरेर हलमा हेर्न जान्छन्। एकचोटि होइन, दोहोऱ्याइ तेह्राइ हेरेर जान्छन् र त्यो हेरिसकेपछि सपनाको अर्थ पनि त्यहाँ देखिन्छ। आज धेरै युवाहरूले भन्ने गर्छन्, मैले सुनिरहेको छु, मसँग राम्रो स्टुडियो छैन, मसँग राम्रो टिम छैन, मसँग राम्रो क्यामेरा छैन, मसँग पैसा छैन भन्ने कुराहरू आइरहेको। तर त्यहाँ सपना पनि हुनु जरुरी छ। सपना भयो भने मात्र पुरा हुन्छ। कतिजनाले सपना छिटै देख्छन् भने कतिले सपना बिस्तारै आफ्नो पेसमा देखिरहेका हुन्छन्। सपना अवश्य पुरा हुन्छ, तर सपना चाहिँ देख्नुपर्छ है साथीहरू। अब एउटा कुरा गरौँ, सपना मरेपछि केही पनि आउँदैन है। सपना मार्नु चाहिँ हुँदैन, किनभने तपाईँले सपना छ कि छैन भन्नको लागि आफूलाई केलाउन जान्नुपर्छ, आफ्ना गुण अवगुणहरूलाई छुट्याउन जान्नुपर्छ र अगाडि हिँड्ने पाथमा जुन टार्गेटेड गोल छ त्यतातिर सपनालाई लिएर जान सक्नुपर्छ, होइन? अब र मैले अघि भर्खर भने केही युवाहरूलाई चाहिँ पैसा छैन, टिम छैन, क्यामेरा राम्रो छैन, त्यो अवश्य आउँछ। सपना चाहिँ हुनुपर्छ। अब यो सपना भनेको के हो? सपनालाई अङ्ग्रेजीमा ड्रिम भनिन्छ, तर ड्रिम इज पोसिबल वेन देयर इज हार्ड वर्क अल्सो। त्यसले सपना देखेर मात्र पनि हुँदैन, त्यहाँ हार्ड वर्क पनि चाहिन्छ। हार्ड वर्क भनेको अध्ययन, अनुसन्धान, टिमवर्क, टिम क्रिएसन, होइन? त्यो सबै चिज एउटा सपना सँगसँगै बुन्दै बुन्दै जाने कुरा हुन्। अनि एउटा कुरा छ, सिनेमाटोग्राफी भनेको प्रकाशको कला मात्रै होइन है, त्यहाँ सपनाको कला पनि हुन्छ। तर जीवनको सिनेमाटोग्राफीमा सपना नै प्रकाश भएर आइदिन्छ। तपाईँलाई उज्यालो बनाउने, तपाईँलाई हौसला दिने तपाईँको सपना नै हो। सपना नभएको मानिस अन्धकारमा हिँडिरहेको जस्तै हुन्छ अरे, है? साँच्चै नै हो। यो शब्द एकदम मिठो लाग्यो मलाई। सपना नभएको मान्छे अन्धकारमा हिँडिरहेको जस्तो हुन्छ, हो नि, होइन? तपाईँहरूलाई के लाग्छ? मलाई कमेन्टमा यो लेख्नु होला है। र सपना भएको मान्छेलाई अन्धकारमा उज्यालो दिने कुरा या चलचित्रकर्मीलाई अन्धकारमा उज्यालोतर्फ लाने सपना हो भने त्यहाँ प्रकाश छर्ने काम पनि सपनाले गरेको हुन्छ र त्यो पर्टिकुलर चलचित्रकर्मी चाहिँ जहिले पनि आफ्नो डेस्टिनेसनमा उज्यालोका साथ पुगिरहेको हुन्छ। भनेको देखेर, बाटो देख्दै देख्दै पुगिरहेको हुन्छ। हो, अवश्य पनि हो। अब अलिकति मानिसहरूको दिशा कस्तो हुन्छ, दिशाबोध कस्तो भइरहेको हुन्छ, ऊ सङ्घर्ष गर्नुपर्छ, ऊ लड्नुपर्छ, ऊ हार्दैन भन्ने हिम्मतका साथ हिँड्नुपर्छ। विभिन्न लडाइँहरू उसको अगाडि आइपुग्छ, त्यो लडाइँलाई सल्भ गर्दै अगाडि जानुपर्ने हुन्छ, किनभने उसलाई गन्तव्यमा पुग्नुपर्छ र गन्तव्य भनेको एउटा सपनाले डोराउने चिज हो। आज कसैसँग क्यामेरा नहोला, फिल्मको स्कुलको सुविधा पनि नहोला, होइन? कसैलाई पारिवारिक समर्थन पनि नहोला, त्यो समर्थनलाई प्रुभ गर्ने भनेको सपनाले हो। साथीभाइ बहिनीहरू, यो साँच्चै नै एउटा यस्तो जटिल कुरा गर्दैछु जसमा चाहिँ सिम्प्लिसिटीका साथ हेर्ने हो भने सपना देख्न गाह्रो पनि छैन। सपना देख्ने हो र पुरा हुन्छ भनेर हिँड्ने पनि हो र दुःख पनि गर्ने हो। यसैमा इतिहासले कहिले सोध्दैन के, इतिहासले कहिले सोध्दैन तिमी कहाँबाट आयो भनेर, होइन? तर इतिहासले के सोध्छ भने तिमीले सपना के देखेको थियौ र सपनामा कतिचोटि लड्यौ, कतिचोटि उठ्यौ भनेर सोध्छ। र म विश्वास गर्छु आज यहाँ बसेका कोही एकजना व्यक्ति भविष्यमा यस्तो चलचित्रकर्मी बन्नेछ जसको सपना पुरा भएर छर्लङ्ग आफ्नो कथा वा आफ्नो सपनाका कुराहरू स्क्रिनमा देखिनेछन्। यसैसँग म आफ्नो एउटा कुरा पनि जोड्छु है।
सायद त्यो व्यक्ति तपाईँ आफू पनि हुन सक्नुहुनेछ, किनभने तपाईँभित्र सपना लुकेको छ। र मलाई के लाग्छ भने यसको लागि तपाईँले आफूभित्र त्यसलाई जोगाइराख्नुपर्छ, सपनालाई। मैले अघि उदाहरण दिइसकेँ, कतिजना हाँस्छन्, कतिजनाले खिल्ली उडाउँछन्, तर सपना देख्नेले जहिले सपना देखिरहनुपर्छ, होइन? किनभने जब संसारले हुँदैन भन्छ नि, तब तपाईँको सपनाले भन्छ एकपटक प्रयास गरौँ न। जब त्यो एकपटक तपाईँको मनबाट निस्किन्छ नि, तब तपाईँको सपना पुरा हुन्छ। त्यसैले अझै पनि अन्त्य भएको छैन, सपना देख्न नछोडौँ। सपना नै देख्ने हो, सपनालाई पुरा गर्दै जाने हो। सपनाले नै तपाईँलाई राम्रो चलचित्रकर्मी र राम्रो व्यक्ति बनाउँछ। जय होस्, नमस्कार।